मम्मीले त्यो घाँटीमा नि सल लाएर झुन्डिनु मम्मीलाई सोध्नु भएन मम्मी यो के गर्नुभएको म बिजोग हुन्छु भन्नु भएन? मैले सोधेको के भन्नुहुन्थ्यो त्यतिखेर उहाँले? अनि मम्मी केही नबोलेको केही बोल्नु भएको थिएन अनि मैले जबरजस्ती गरेर मम्मीलाई बचाएको थिएँ। त्यतिखेर मेरो मम्मीलाई जसरी भए पनि निको पारिदिनु तर म बाबालाई कहिले पनि हेर्दिनँ। किन नि? बाबाले मलाई कहिले भेट्न आउनु भएन? कस्तो निष्ठुरी बाबा रहेछ नि। भेट्न मन लाग्दैन? लाग्छ तर बाबा आउनुहुन्न। फोटो चाहिँ हेर्नुहुन्छ बाबाको? ए हो। दर्शकवृन्द, रातको 12 बजे यी सुतिरहेकी छोरीलाई छोडेर आमाले घाँटीमा सल पासो लगाएर आफ्नो प्राण त्याग्न लाग्दै गर्दा यी सानो छोरी उठेर आमाको खुट्टा समातेर आमा तपाईँले यो के गर्नु भएको भन्दै यी आमालाई बचाएछ। कहानी यति डरलाग्दो छ, यति डरलाग्दो छ। खास भन्नुहुन्छ भने यो सानो नानी भर्खर 3मा मात्रै पढ्दै हुनुहुन्छ र यिनै छोरीले आज बचाएको आमा यिनै हुन् र उहाँले किन आफ्नो प्राण त्याग्न खोजिन् त? यी सानो नानीलाई बिजोग होस् जेसुकै होस् मतलबै राख्नु भएन र उहाँले घाँटीमा सल लाएर मर्ने कोसिस गर्नुभयो। तपाईँले त्यति राति चाहिँ हैन, छोरी त सुतिरहेको थियो, केही सोच्नु भएन त्यतिखेर? मैले केही पनि सोच्न सकिनँ एकदमै। त्यो बेलामा पनि हामीले खाना नखाएको चाहिँ 5 दिन भएको थियो। भोकै थियौँ। अनि नानी हेर्छु, नानी एकदम भोकले ब्याकबगी लड्थ्यो, बिहोस हुन्थ्यो, छटपटाइरहेको थियो। अनि नुन र पानी घोलेर दिएपछि अलिकति एकछिन उठेर बस्थ्यो, फेरि उस्तै हुन्थ्यो। म पनि त्यस्तै भएको थियो। मैले केही पनि सोच्न सकिनँ त्यो बेला। अब नानी सानो थियो, काम पनि गर्न सकिनँ। तपाईँ त्यतिखेर यो नानीले नबचाएको भए त तपाईँ त मरिसक्थ्यो। अनि यो नानीको हालत त के हुन्थ्यो होला? हजुर, अब है केही सोच्नु भएन? त्यति बेला त मैले केही पनि सोच्न सकिनँ। नानीलाई म सोधिहालेँ, मम्मीले त्यो घाँटीमा नि सल लाएर झुन्डिनु लाग्नु भएको थियो नि होइन? तपाईँले खुट्टा समाउनु भएन त्यतिखेर? हजुर। अनि मम्मीलाई सोध्नु भएन मम्मी यो के गर्नुभएको म बिजोग हुन्छु भन्नु भएन? मैले सोधेको के भन्नुहुन्थ्यो त्यतिखेर उहाँले? अनि मम्मी केही नबोलेको केही बोल्नु भएको थिएन अनि मैले जबरजस्ती गरेर मम्मीलाई बचाएको थिएँ। त्यतिखेर यो यति बुझ्नुभयो होला। तर उहाँहरूको खास कहानी यति डरलाग्दो छ कि तपाईँ एकचोटि यो भिडियोलाई राम्रोसँग ध्यान दिएर हेर्नु होला र भिडियो हेरिसकेपछि सकेको सहयोग गर्दै सेयर गरिदिनु होला भन्न चाहन्छु। दिनको 1 छाक मात्र खाएर बस्ने यी आमा छोरीलाई भेट्न इटरी आइपुगेका छौँ। आफै सोच्नुहोला, दिनको 1 छाक मात्र खाएर उहाँहरू कसरी बस्दै हुनुहुन्छ त? किन यस्तो अवस्थामा आइपुग्यो? हामी उहाँहरूसँगै कुराकानी गर्छौँ। बहिनी नमस्ते। नमस्कार। के नाम हो हजुरको? मेरो नाम चाहिँ कोपिला बोहरा लिम्बू हो। दिनको 1 छाक मात्र खान्छौँ, आमा छोरी मात्रै बस्छौँ, हामी साह्रै बिजोग भयौँ भन्नुभयो होइन? खास कसरी यस्तो हुनुभयो? यस्तो चाहिँ अब श्रीमानले हेर्नु भएन होइन। यो मेरो छोरी 1 महिनाको हुँदादेखि, म 1 महिनाको सुत्केरी हुँदादेखि ऊ चाहिँ विदेश जानुभयो छोडेर। अनि गएपछि गएको 1 वर्षसम्म चाहिँ राम्रै भयो, सम्पर्कहरू गरिरहनुभयो। पैसा पनि अब धेरै चाहिँ नपठाइदिने, 15,000, 20,000, 10-12,000, कहिले अब 5-6,000 पनि पठाउनुहुन्थ्यो। त्यसो गर्दै गर्दै राम्रै। अनि पछि के भयो त? गर्नुभयो। त्यहाँदेखि त्यत्तिकै बिचमा फोनहरू नगर्ने, कन्ट्याक्टमै नआउने। यताबाट फोनहरू गऱ्यो भने तँलाई पैसा चाहिँदा मात्रै कल गर्छस् भन्ने, यताउता भन्ने। तर कल चाहिँ अब त्यस्तो हुँदैन थियो। अनि कलहरू गर्नुहुन्न थियो। अनि यो नानी सानै थियो, म इटरी बसेको अहिले 8 वर्ष भयो। अनि नानी सानो हुँदाखेरि त अब मैले काम गर्ने कुरा भएन। 3 वर्ष जति मैले काम गरिनँ। अनि जब यो 4 वर्षको भयो, 4 वर्षको, अनि त्यो 3 वर्षको अन्तरालमा सानै हुँदा चाहिँ काम गरिनँ। उसले पैसाहरू नदिने, अनि काम पनि थिएन मेरो। अनि त्यो बेला कस्तो भयो भने अब घरमा केही खानेकुरा थिएन, चामलहरू एउटा केही पनि थिएन। अनि मैले
कस्तो गर्नु अब टेन्सन धेरै भयो अनि त्यो भइसकेपछि मैले यो माथि सिलिङ फ्यान थियो त्यो फ्यानमा चाहिँ डोरी लगाएँ क्या राति 12 बजे राति झुन्डिएर मर्छु भनेर नानी जेसुकै होस् भनेर एक हिम्मत हारेर मैले डोरी लगाएँ अनि त्यो लाउँदै गर्दाखेरि ठ्याक्कै घाँटीमा डोरी लाउँदै गर्दाखेरि यसले थाहा पाएछ सानै भए पनि यो चलाक थियो अनि यसले थाहा पाएर खुट्टामा झुन्डियो माथि चाहिँ कसी चाहिँ सकेको थियो माथि चाहिँ तर घाँटीमा चाहिँ ठ्याक्कै पुगिसकेको थिएन लाउन आँटेको थियो यसले यो मम्मी के गर्नुहुन्छ भनेर आत्तिएर एक्कासी उठेर यसले मलाई बचायो अनि त्यहाँ एकजना दिदी हुनुहुन्थ्यो अनि उहाँहरू सबैजना भएर मलाई सम्झाउनु भयो अनि मैले त्यहाँदेखि चाहिँ अब म कहिले पनि यस्तो मर्ने हिम्मत हार्ने कुरा गर्दिनँ बरु म काम गरेर खान्छु भने अनि त्यसपछि चाहिँ यसले नै पढ्दै गरेको स्कुल यहीँ अगाडिको सेकेन्डरी स्कुलमा आएँ अनि त्यहाँ आएर काम भने अनि त्यहाँ काम भनेपछि त्यहाँ काम गर्दै थिएँ अनि त्यही काम गर्दै खाँदै कोठाहरू भाडाहरू तिर्दै अनि म त्यहाँ काम गरुन्जेल नानी पनि फेरि पढाइदिनु भयो अनि अहिले चाहिँ त्यहाँदेखि असोजदेखि चाहिँ धेरै साह्रो बिराम भएँ अनि त्यो बिराम भएको कारणले गर्दाखेरि अहिले उपचार गर्ने पैसा पनि छैन खाने पैसा पनि छैन अनि स्कुलमा काम मैले नसकेर छोडेँ अनि छोडेपछि चाहिँ अहिले अब खानालाई चामलहरू हुँदैन दिदीले यही रुमको दिदी हुनुहुन्छ यहाँनिर पल्लो रुममा उहाँले नै त्यति अहिले पनि त्यहाँ कति होला त्यति ल्याउँदै दिनुहुन्छ त्यो खाटमुनिको बोरामा पख्नै ए यो हो यो रहेछ कति छ यहाँ एकछिन यति हो 1 केजी पनि छैन आधी केजी छ ठिकै छ यो चाहिँ पल्लोहरूको दिदीले दिनुभएको उहाँले दिनुभएको अनि अब यो शरीरहरू सबै काम गर्न सक्दिनँ उहाँले नै खानाहरू बनाइदिनुहुन्छ अनि उहाँहरूले पैसाहरू पनि अब नहुँदाखेरि सागसब्जी खानु भनेर यो दिदीले चाहिँ धेरै ठुलो गुण लाउनु भएको छ उहाँहरूले नै अनि यसरी एक छाक खाएर बसेको चाहिँ कति महिना भयो मैले जब काम छोडेँ त्यहाँदेखि नै असोजदेखि नै लगभग भनौँ न काम चाहिँ किन छोड्नु भयो त बिराम भएर नसकेर छोडेको अनि औषधिहरू खाइरहेको छु के बिराम चाहिँ सुरुमा के भएको सुरुमा चाहिँ मुखदेखि ब्लड गयो अनि त्यो ब्लड गइसकेपछि हस्पिटल जाँदाखेरि किडनीको समस्या देखाइदियो अनि फोक्सोमा पनि समस्याहरू देखायो अनि त्यो यस्तो धुवाधुलोतिर कामहरू नगर्नु भन्थ्यो त्यो हुँदाहुँदै अनि मैले नसकेर काम छोडेँ अनि अहिले अब त्यस पथरिया पनि 12 ml को भइसकेको रहेछ 3 ठाउँ रहेछ पित्त थैलीहरू सबै फाल्नुपर्छ अनि किडनी पनि सुन्निएको छ मृगौलाले नि त्यति काम गरेको छैन भनेको छ अनि त्यसकै लागि उपचार गर्न नसकेर सुरुमा भएको चाहिँ पथरिया हजुर अनि त्यो पथरिया त उपचार गर्दा त सम्भव थियो पछि त्यही पथरियाले गर्दा चाहिँ किडनीमा समस्या आएको हजुर त्यो भयो सुरुमा उपचार गर्न सम्भव त थियो तर अब आफूले एक छाक अब अहिले कमाएर भरे खाएर छाक काट्ने मान्छेलाई उपचार गर्न सहज भएन सकिन त्यसले गर्दाखेरि अनि एकैचोटि बिरामहरू अब त्यो नसकेर त्यो पथरियाको समस्याले किडनीको पनि समस्या देखियो म साह्रै नानी त साह्रै रुँदै हुनुहुन्छ किन रुनु भएको नानी नरुनु के नाम पर्यो तपाईँको वर्षा अनि मम्मीलाई तपाईँले बचाउनु भएछ नि हजुर कति बजी राति 12 बजे मम्मीले के गर्दै हुनुहुन्थ्यो त्यतिखेर पेनमा डोरी आएर झुन्डिन आँट्नु भएको थियो अनि मेरो माया लाग्दैन भनेर भन्नु भएन केही भन्नु भएन है अनि बाबाले तपाईँलाई कहिले कन्ट्याक्ट गर्नुभयो बाबा कस्तो हुनुहुन्छ देख्नु भएको छ फोटोमा देखेछु फोटोमा देख्नु भएको छ कतिमा पढ्दै हुनुहुन्छ अहिले क्लास 3 मा अनि स्कुलमा मम्मीले काम गर्दा चाहिँ राम्रै थियो होला अहिले मम्मीले काम गर्न सक्नुहुन्न रहेछ होइन अनि स्कुलमा त्यस्तो फीहरू त केही माग्नु भएको छ कि छैन भन्नुभयो होला नि त मेरो मम्मी बिरामी हुनुहुन्छ भनेर भनेको हो अनि त्यो एक छाक मात्रै खाना खाँदाखेरि कहिलेकाहीँ भोकै सुत्दा मम्मीलाई भन्नु पर्दैन मलाई भोक लाग्यो मम्मी म खाना खान्छु भन्दा के भन्नुहुन्छ चामल छैन भन्नुहुन्छ अनि तपाईँले सानो नानीलाई यसरी भोकै सुताउँदा मनले मान्यो त
मनले त मान्दैन नि, अब नभएपछि के गर्नु, मान्नै पर्छ। कति त नुन र पानी मात्रै खुवाएर पनि राखेको छु। यो नानीलाई आफूले पनि त्यही हो, उसलाई पनि त्यही हो। सक्दा त 2 छाकै खुवाउँथेँ, अब अहिले 2-3 महिना भयो त्यस्तो भएको चाहिँ। अनि पहिला पो स्कुलमा काम गर्नुहुन्थेछ होइन, र यो रुम भाडा पनि तिर्नुहुन्थेछ। अब अहिले चाहिँ कसो गर्दै हुनुहुन्छ? अहिले अब असोजदेखि नै रुम भाडा तिरेको छैन, पैसाहरू माग्दै हुनुहुन्छ। मेरो स्थिति यस्तो छ, मैले उपचार पनि गर्न पाएको छैन भनेर भन्दैछु दिदीहरूलाई। अनि नानीले बाबाको के अरे बाबालाई चाहिँ फोटोमा मात्रै देखेको, कहिले कन्ट्याक्ट गर्नु भएन? बाबाको नाम त थाहा छ? के हो? हिमाल लिम्बू। हिमाल लिम्बू? कुन लिम्बू हो? सम्भाम्फे। सम्भाम्फे? हजुर। कुन ठाउँको? लेटाङको? हजुर। अनि किन उहाँको घरमा कहिले लगेन तपाईँलाई? घरमा पहिला त बेघर घर उतै बसेको हो। पहिला सम्बन्ध राम्रो हुन्जेल, त्यहाँदेखि चाहिँ अब नराम्रो भयो। अनि अब ऋणहरू पनि धेरै छ। अनि त्यो ऋणहरू चाहिँ उसको आफ्नो आफन्त, उसको शाखा सन्तानले के भन्छ, उसको भाइले, उसको दाइले चाहिँ, उसको छोराले चाहिँ टन्नै पैसा कमाएर यहाँ मैले मोज मस्ती गरेर उडाएर बसेको जस्तै ठानेर अहिले नानी यत्रो छ, न कल गर्छ, न कन्ट्याक्ट, न केही गर्दैन, हेर्दैन, खोजी निन्दा। म एकल महिला के भन्छ, जिउँदो श्रीमानको जिउँदै विधुवा भएर बसेको छु। अनि आफ्ना आफन्त कसैले पनि खोजी निन्दा गर्दैन। माइतमा पनि पहिला उसले नै गर्दाखेरि धेरै ऋणहरू बिगारिदियो। अनि अब माइतबाट पनि खासै सोचे जस्तो राम्रो छैन। अब बिराम भएर थला परेको चाहिँ म अहिले 1 महिना भयो। धेरै गाह्रो भएको छ। कोही पनि त्यस्तो आएर हेर्ने, आउने हेर्ने छैन। मेरो आफ्ना आफन्तबाट चाहिँ छैन। अनि आज बिहान खाना त खानुभयो? खाएँ, दिदीले बनाइदिनु भएको थियो, उतैपट्टि बनाएर ल्याइदिनु भएको थियो, खाएँ। अनि उहाँ पनि त्यसरी आउनुभयो भने मलाई बोलाउनु, म पनि केही शब्दहरू बोल्छु। यस्तो बिजोकमा बसेको छ भन्छु, भन्दैन। त्यो कहाँ जानुभयो, आउनु भएको छैन, अहिले बाहिर निस्किनु भयो होला। ओके, सम्पूर्ण दर्शक महानुभावहरूमा यी आमा छोरीको पीडा, श्रीमानले छोडेर गइसकेपछि उहाँले दुःख सुख स्कुलमा काम गरेर यी सानो छोरीलाई पढाउँदै आउनु भएको थियो। अब उहाँको शरीरले साथ दिएन। शरीरले साथ नदिएपछि उहाँको भएको त त्यही एउटा पत्थरिया रहेछ। पत्थरिया सबै मान्छेलाई थाहा छ, यसको उपचार सम्भव छ, छिट्टै पनि हुन्छ। तर त्यही पत्थरिया चाहिँ उपचार छिटो गरिएन भने पछि त्यसले किडनीदेखि लिएर पित्तथैलीहरू सबै ड्यामेज गरिदिन्छ। उहाँको भएको त्यो हो। र अब केही सहन नसकेपछि यी आमाले चाहिँ अब मर्न पनि खोजी छिन्, घाँटीमा सल लाएर। अनि यो सानो छोरीले देखेछ रातिको 12 बजे, अनि आमालाई बचाइछिन् है। अब यति सानो अबोध कलिलो आँखा रसाइरहँदाखेरि उहाँको बुवाले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँले छोडेर गइसकेपछि यी 2 आमा छोरीको एकदमै बिचोक भएको छ। आफै सोच्नु होला, तपाईँले यी छोरीलाई त जन्म दिनुभयो, त्यही एक छाक खान र भोकै भोकै सुत्नको लागि जन्म दिनुभएको त होइन होला। कहिलेकाहीँ नुन पानी मात्र खाएर पनि सुत्दा रहेछन् यी आमा छोरी। तपाईँले यो छोरीलाई जन्म दिनुको लागि के यही गर्नको लागि जन्म दिनुभयो र यही गर्नको लागि उहाँसँग बिहे गर्नुभयो? पक्कै होइन होला। एकचोटि यो भिडियो हेर्दै हुनुहुन्छ भने हामीले दिएको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनु होला। म भन्न चाहन्छु उहाँलाई निकै ठुलो समस्या छ। उपचार गर्न त टाढाको कुरा, खानलाई चामल यो पनि पल्लो घरको दिदीले दिनुभएको छ, 1 केजी पनि छैन यहाँ। अब सब्जी भन्ने कुरा त टाढाको कुरा अझै है। अब यस्तो अवस्थामा हुनुहुन्छ उहाँहरू। अनि मलाई तपाईँले 2-3 दिन भयो कन्ट्याक्ट गर्नुभएको होइन, के देखेर चाहिँ कन्ट्याक्ट गर्नुभएको थियो? हजुर, मैले हजुरलाई कन्ट्याक्ट गरेको थिएँ। हजुरबाट चाहिँ अब एकदमै ठुलो आश पनि राखेँ होइन। तपाईँले धेरैजनालाई सहयोगहरू गरेको देखेको थिएँ। तपाईँले सबैलाई सहयोग गरेको देख्दाखेरि म भित्र पनि सानो एउटा आशा पलायो। हजुरबाट केही सहयोगहरू मिल्यो भने, म मेरो ज्यान बचाउन सकेँ भने, मेरो छोरीको लागि बाँचेँ भने पनि मलाई राम्रो भयो, उपचार गर्न पाएँ भने म मेरो छोरीको लागि जसरी पनि
केही गर्न सक्छु, म निको भयो भने म आफै काम गरेर मेरो छोरी पाल्न सक्छु भन्ने एउटा आशले चाहिँ हजुरलाई बोलाएको हो। र जतिजना पनि मलाई अरू केही चाहिँदैन, जतिजनाले यो भिडियो हेर्नुहुन्छ तपाईँहरू सम्पूर्णले चाहिँ जति सक्नुहुन्छ मेरो उपचारको लागि डक्टरले भनेको छ 2 देखि 2.5 सम्म लाग्छ भनेको छ होइन उपचार खर्च। अनि तपाईँहरू सबैजनाले जति सक्नुहुन्छ आफ्नो सो इच्छाले चाहिँ सहयोग गरिदिनु होला र मेरो उपचारलाई अगाडि बढाइदिनु होला पनि भन्न चाहन्छु। मलाई मेरो श्रीमानको कुनै आशा पनि छैन, एकदमै झुटो बोल्छ, धेरै ढाँट छ, छल छ। तँलाई म कति भन्थ्यो पहिला पनि, आज भएन भोलि लगाइदिन्छु, भोलि भएन पर्सि लगाइदिन्छु भन्थ्यो। उसको सेलरी थापेर 4-5 दिनसम्म मलाई यसरी नै अल्लार्थ्यो, कहिले लगाइदिँदैन थियो, कहिले भिडियो कलमा पैसा देखाउँथ्यो अनि यस्तो गन्थ्यो, पुरा तास्केले जस्तो पैसा गनेर बस्थ्यो। तर म यहाँबाट रित्तो चामलको बोरा देखाउँथेँ, घरमा खानेकुरा केही छैन, नानी छ, यस्तो खाना नपाएर नानी छटपटिरहेछ, पैसा लगाइदिनु नि भन्थेँ। पैसा नलाइदिने, तँलाई लगाइदिँदिनँ म, के गर्छस् जा, जोसुकै लगा। अनि मैले हजुरलाई पहिला पनि एकचोटि कल गरेको थिएँ, आजभन्दा लगभग 2-2.5 वर्ष अगाडि। त्यो चाहिँ उसकै बारेमा लगाइदिन्छु, जेसुकै होस्, म किन मर्थेँ भनेर त्यो बेला मलाई बिरामहरू पनि थिएन। तर म मेरै श्रीमानको कारणले गर्दाखेरि एकदम हिम्मत हारिसकेको थिएँ। अनि त्यति बेला अब भने जस्तो सोचे जस्तो भइदिएन, अहिले आइदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई मेरो श्रीमानबाट कुनै पनि आशा छैन। तपाईँ राम ज्यान सन्चो भयो भने गरेर खान्छु भन्ने तपाईँको आँट छ अन्त? हजुर, म सन्चो भएँ, मलाई राम्रो भयो, मेरो उपचार सफल भइसकेपछि म उसको आशमा बस्दिनँ। पहिला पनि मैले गरेर खाएकै हो, म अझै पनि गरेर खान्छु। मलाई रोग नलागोस्, मेरो उपचार चाहिँ सफल होस् भन्न चाहन्छु। ओके नानी, अब यो भिडियो त सबैजनाले हेर्नुहुन्छ होइन, इभन तपाईँको बुवाले पनि हेर्नुहुन्छ है। तपाईँको बुवालाई चाहिँ, बाबालाई चाहिँ के मेसेज दिने नि? मेरो मम्मीलाई जसरी भए पनि निको पारिदिनु, तर म बाबालाई कहिले पनि हेर्दिनँ। किन नि? बाबाले मलाई कहिले भेट्न आउनु भएन? कस्तो निष्ठुरी बाबा रहेछ नि, भेट्न मन लाग्दैन? लाग्छ तर बाबा आउनुहुन्न। फोटो चाहिँ हेर्नुहुन्छ बाबाको? ए हो। अनि यो भिडियो देखेर भेट्न आउनुभयो भने भेट्ने कि नभेट्ने नि? भेट्ने? एकचोटि भेट्छु अनि कहिले भेट्दिनँ म बाबालाई। कहिले आएन है बाबा भेट्न तपाईँलाई? अनि मम्मीलाई चाहिँ जसरी पनि बचाउने हो? ओके, टेन्सन नगर्नु, यो भिडियो हामी राखिदिन्छौँ है। सबैजनाले सहयोग गरेर तपाईँको मम्मीलाई बचाउनुहुन्छ नि ल। ज्ञानी हुनुपर्छ है, बाबालाई त्यसो भन्नु पनि हुन्न, भेट्नु चाहिँ पर्छ भोलि पर्सि है। हुन्छ दर्शकबिन, यो सानो नानीको कुराले इभन हामी पनि निकै भावुक भयौँ। र उहाँको बुवा के नाम पो, के समाम्पे? हिमाल लिम्बू समाम्पे। उहाँ यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँको घरको यो छोरी है एउटा लक्ष्मी हो। उहाँको यो कलिलो उमेरमै, यति सानो उमेरमै तपाईँ सम्पर्कविहीन भएर यो बच्चाको मनमा कस्तो किसिमको छाप बस्यो त्यो आफै सोच्नु होला, आफै कल्पना गर्नु होला। हो, तपाईँसँग पैसा भएन, तपाईँले आफ्नो श्रीमतीको साथमा बस्न सक्नु भएन, विदेश जानुभयो, जतासुकै जानुहोस्, कन्ट्याक्टमा भइदिएको भए, उहाँसँग बोलिदिएको भए पुग्थ्यो होला। एउटा कमसेकम घरको खम्बा छ, घरमा जे जस्तो भयो भने एउटा श्रीमान छ, साथ छ भन्ने हुन्थ्यो। त्यो नै तपाईँले त्यो मनोबल नै गिराउने टाइपको चाहिँ व्यवहार गर्नुभयो, तर त्यो चाहिँ नगरिदिएको भए हुन्थ्यो है। र म सबैजनालाई अनुरोध गर्न चाहन्छु, साँच्चीकै पीडित उहाँहरू दुईजना आमा छोरी आफै सोच्नु होला। बच्चाले मलाई भोक लाग्यो खाना दिनु भन्दा आमाले चामल छैन भोकै सुतौँ भन्दा त्यतिखेरको मन आमाको कस्तो हुन्छ होला। एकचोटि तपाईँ आफ्नो बच्चालाई पनि सम्झेर यो भिडियो हेर्नु होला। म उहाँहरूसँग सधैँभरि यसरी नै यहाँ इटरीमै बस्नु हुँदो रहेछ। उहाँहरूसँग तपाईँहरू आएर पनि भेट्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। उहाँहरूको
कन्ट्याक्ट नम्बर हामीसँग छ, सम्पर्क गर्नु होला, उहाँहरूसँग कुरा गरिदिनु होला भन्न चाहन्छु। घर भाडा नतिरेको कति महिना भयो? अहिले 4 महिना भइसक्यो। 4 महिना भइसक्यो। हजुर। पैसा चाहिँ माग्दै हुनुहुन्छ? पैसा माग्दै हुनुहुन्छ। अब अहिले पैसा छैन। पैसा नहुँदाखेरि गाली पनि गर्नुहुन्छ कहिलेकाहीँ। कुन चाहिँ घरबेटीले दिन्छ यसरी फ्रीमा बस्नलाई भन्नुहुन्छ। अनि अब निस्केर जा पनि भन्छ? निस्केर जा चाहिँ भन्नुभएको छैन, पैसा चाहिँ छिटो दिने यता त्यता भन्नुहुन्छ। हजुर। अनि पैसा छैन अहिले म दिन सक्दैन भन्दा चाहिँ के भन्नुहुन्छ? कुन चाहिँ घरबेटीले यसरी फ्रीमा बस्न दिन्छ र हामीलाई पैसा चाहियो भन्नुहुन्छ। अनि तपाईँले चाहिँ अब के सोच्नु भएको छ त? मैले चाहिँ अब मेरो उपचार भइसकेपछि म यहाँदेखि निस्केर जान्छु। अब कसरी हुन्छ यो घर भाडाहरू तिरेर चाहिँ यहाँ नबस्ने, गाउँतिरै गएर केही गरेर बस्छु भन्ने सोच छ। हजुर। पहिला चाहिँ मेरो स्वास्थ्य ठिक हुनु पर्यो। अनि छोरीको पढाइ चाहिँ? पढाइ अब चैतदेखि एक्जाम सकेर गाउँको सरकारी स्कुलमा लाउँछु। हजुर। ठिकै छ। अब तपाईँको सोचाइ पनि राम्रै हो। पहिला चाहिँ तपाईँ आफू निको हुनु पऱ्यो होइन। तर पनि यहाँ पढाएको र गाउँमा पढाएको त मिल्दैन होइन। छोरीको भविष्य पनि हेर्नुपर्ने हुन्छ है। र तपाईँ गाउँमै गएर पढ्ने त नानी? अब मम्मी जहाँ जानुहुन्छ म त्यहीँ जान्छु। ल एकदम ज्ञानी है। ल अब तपाईँ टेन्सन नगर्नु, तपाईँको मम्मीको उपचार हुन्छ। ल तपाईँको गाउँ चाहिँ कहाँ हो? माइत? माइत मेरो उर्लाबारी हो। यहाँ उर्लाबारी? मोरङ? हजुर, मोरङ उर्लाबारी। अनि उहाँ श्रीमानको गाउँ चाहिँ? श्रीमानका गाउँ लेटाङ सातवारङ्गी, मोरङै हो। मोरङै हजुर है, मोरङमै पर्छ। अनि यो अवस्थामा आउँदा पनि उहाँले एकचोटि पनि कन्ट्याक्ट गरेको छैन? उहाँले त त्यस्तै हो, मेरो उसको घरपट्टिबाट आफ्ना आफन्तहरू हुन्छ, कसैले पनि गर्नुहुन्न। तपाईँलाई त गरेन ल, उहाँहरूको त अनि खुन हो, बुवा के अरे नातिनी हो, कसैले बोलाउँदैन? बोलाउनुहुन्न। नानी पहिला पनि एकचोटि त्यहाँ फोटो छ, सुनिएर धेरै सुनिएको थियो नानी योभन्दा 1 वर्ष अगाडि साह्रो बिराम भएको थियो। अनि मैले घरमा फोन गरेर नानी यस्तो यस्तो छ, पैसाहरू अलिअलि सहयोग गर्नु मसँग पनि छैन, म भनेको अहिले कमाएर ल्याएर भरे छाक टारेर बसेको मान्छे हो भन्दाखेरि भाइले पैसा टन्नै पठाएको छ जस्तै गर्नुभयो। मेरो देवरले त झन् कतिसम्म भन्नुभएको छ, अबदेखि जिन्दगीमा म सम्झिँदिनँ पनि भन्नुभएको थियो। यो तपाईँहरूको पारिवारिक कुरा होइन, जे जस्तो भए पनि मान्छे मर्न लागिसक्यो, उहाँहरू एकचोटि आएनन् भेट्न? आउनु भएको छैन। उहाँहरूलाई थाहा नभएर पो कि? थाहा त छ, किन थाहा नहुनु, थाहा छ, थाहा भएर पनि आउनुहुन्न, सबैलाई थाहा छ है। तपाईँलाई यस्तो रोग लागेछ भन्ने पनि थाहा छ? थाहा छ। मैले अस्ति मेरो आमाजी दिदीलाई चाहिँ हस्पिटलमै भेटाएको थिएँ। बच्चा लिएर आउनुभएको थियो, उहाँको सानो नानी लिएर हस्पिटल आउनुभएको थियो। अनि मलाई यस्तो यस्तो रोग लागेको छ, अब भाइले पनि हेर्नुहुन्न, मैले मिडियाहरूलाई बोलाइरहेको छु, सायद अब म मिडियामा हाल्छु होला भन्दाखेरि हाल्नु भन्दै हुनुहुन्थ्यो। त्यति मन गरेर बोल्नु पनि भएन। ठिकै छ। अब हामी तपाईँ मेन कुरो त तपाईँ बाँच्नु पऱ्यो। तपाईँ बाँचेपछि यो छोरी बाँच्छिन् र यो छोरीले राम्रोसँग पढ्न सक्छ, हामी यही चाहना गर्छौँ। र यो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँ हाम्रो चेलीको लागि र यो सानो नानीको लागि सकेको सहयोग गरिदिनु होला। के नाम पो तपाईँको? कोपिला बोहरा लिम्बू होइन, लिम्बूसँग बिहे गर्नुभएको रहेछ, बोहराको छोरी। तपाईँको एकाउन्ट नम्बरहरू छ? मेरो एकाउन्ट नम्बर सबै छ। ल ठिक छ, उहाँको एकाउन्ट नम्बर हामी भिडियोको स्क्रिनमा राखिदिएका छौँ। तपाईँले आफ्नो ठाउँबाट तपाईँले 500 रुपियाँ लगाइदिनु भयो, 100 रुपियाँ मात्रै लगाइदिनु भयो भने पनि कमसेकम यो नानीले भोकै त सुत्न पर्दैन है। म तपाईँहरूमा यति विनम्र अनुरोध गर्न चाहन्छु, यो नानीको भोकको पेटलाई सम्झेर भए पनि र उहाँको यो स्वास्थ्यलाई सम्झेर भए पनि आफ्नो ठाउँबाट 150,000 कति सक्नुहुन्छ प्लिज सहयोग गरिदिनु होला। र कसले कहाँबाट कति सहयोग गर्यो सबै हामी यहाँ टिपेर राख्छौँ उहाँको एकाउन्टमै आए पनि, र हामी मजाले पछि फेरि पनि प्रसारण गरिदिनेछौँ भन्ने बाचाका साथ म खेम देवान बिदा हुन चाहेँ। हस् त, नमस्ते।